नेपाली जनताले बाहेक कसैको चन्दा कसैको जुठो पिरो नखाने बाचा गरेर हिँडेको पार्टी विदेशीको इशारामा होइन, कसैको इशारामा चल्दैन, कसैको जुठो खाँदैन, कसैको जुठो चाहिएको छैन। शानले भन्नुहोस् म राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छे हुँ, म यसको भोटर हुँ, म शुभचिन्तक हुँ, शानले भन्नुहोस्। किनकि हाम्रा कोही मान्छे भ्रष्टाचार गरेर जेल परेका छैनन्, कोही पनि पर्नेवाला पनि छैनन्। नेपाली जनताले हामीलाई यसै रमाइलोको लागि लन त ल हेरौँ भनेर गाईकी त्रिशूल गरेर भोट हालेका होइनन्, बुझेर जानेर यिनले देश बनाउँछन् भनेर भोट हालेको। यो काँधमा तपाईँले त्यो जिम्मेवारी दिनुभएको। अब यतिलाई पनि मान्छेले स्टन्ट गर्यो, ओहो देखायो भन्छ। जिन्दगीभर देखाउँछौँ, ल देखाएकै हो, आजीवन देखाउँछ, यही देखाउँछ। 36-37वटा देशले आफ्नो सल्लाहकार बनाएर हात जोडेर रेड कार्पेट छापेर बोलाउने त्यति ठुलो एउटा विशिष्ट क्षमता पाएको डाक्टर स्वर्णिम मुवाग्ले जस्तो नेतालाई एउटा ठुटेले एउटा कुनामा बसेर दलाल भनिदिन्छ। स्वर्णिम मुवाग्लेलाई कसैको दलाली गर्नुपर्छ? 2 साग खानका लागि शिशिर खनाललाई कसैको दलाली गर्नुपर्छ? नयाँको अर्थ मैले बुझ्ने गरी ठुला नेतालाई अस्ति भनेको छु कि पछि जन्मिएको जन्मको प्रमाणपत्र बोकेर हामी नयाँ भन्न आएका पनि होइनौँ, कालो कपाल लिएर हामी नयाँ आएका भन्न आएका पनि होइनौँ, पछि जन्मिनुलाई हामीले युवा मानेका पनि होइनौँ। यस्तो मौकामा तपाईँहरूले मौकै गुमाउनु हो। सरकारको विरोध गर्न सडकमा जानु पर्थ्यो, अनेक गर्नु पर्थ्यो। त्यो माइती घरमा गएर हजारौँ मान्छे उतारेर लाखौँ मान्छे उतार्यो भने त तपाईँले ल्यायो भने त सबै पल्टिन्छ। आउनुहोस् न आउनुहोस् भनेर मलाई साइकलमा ट्युबमा चाहिँ बच्चामा हामीले पम्प हाल्थ्यौँ, त्यसरी पम्प हाल्नेहरू पनि कमी छैन। पम्प हालेको हाले, आउनुहोस् न आउनुहोस्, तपाईँहरू नआइकन हुन्छ, तपाईँ आए त भन्ने गरी हामी देखेका छौँ। स्याल हुइयाँ पुग्नेहरूले कहिलेकाहीँ सोभिताले यसो गरी रविले उसो गर्यो, डिपीले यसो गर्यो, त्यसले त्यति खायो, त्यसलाई त्यति दियो भनेर स्याल हुइयाँ पुगेर बजार हल्ला गरेका छन् नि। ती बजार हल्लाहरूबाट तपाईँलाई जोगाउन आएका हौँ, तिनको हामीलाई परवाह छैन। ती त कराइरहन्छन्, हिजो पनि कराउँथे, आज पनि कराएका छन्। स्वास्थ्य ठिक राख्नु होला आमा, 4 वर्ष बाँकी छ। तपाईँले आफ्नै आँखाले तपाईँका छोराछोरीहरू यी सपुतहरू यो देश हाँकिरहेको हेर्नुपर्नेछ। स्वास्थ्य ठिक राख्नु होला, गुलियो पिरो अमिलो नखानु होला भनेर आएको छु। हाम्रो पीरले ती बाआमाहरू बिरामी पर्नुहुन्छ भन्ने मलाई पीर लागेको। स्याल हुइयाँ पिट्नेहरूको मलाई पीर छैन। चाहे त्यहाँ हाम्रो परिवारको मान्छे किन नआओस्, पार्टीको सदस्य किन नआओस्, पार्टीको शुभचिन्तक किन नआओस्, पार्टी पदाधिकारी किन नहोस्, सांसद होस्, मन्त्री होस्, प्रधानमन्त्री होस्, आफ्नो अर्को नमनिकन हामी कारवाही गर्न तयार छौँ। किनकि नेपाली जनताले हामीलाई यसै रमाइलोको लागि लन त ल हेरौँ भनेर गाईकी त्रिशूल गरेर भोट हालेका होइनन्, बुझेर जानेर यिनले देश बनाउँछन् भनेर भोट हालेको। यो काँधमा तपाईँले त्यो जिम्मेवारी दिनुभएको। दसैँमा नयाँ लुगा फेरे जस्तो नयाँ पार्टी र नयाँ नेतालाई भोट हाल्नु भएको होइन तपाईँले। नयाँको अर्थ मैले बुझ्ने गरी ठुला नेतालाई अस्ति भनेको छु कि पछि जन्मिएको जन्मको प्रमाणपत्र बोकेर हामी नयाँ भन्न आएका पनि होइनौँ, कालो कपाल लिएर हामी नयाँ आएका भन्न आएका पनि होइनौँ, पछि जन्मिनुलाई हामीले युवा मानेका पनि होइनौँ। तर युग सुहाउँदो पार्टी निर्माण गरेर, युग सुहाउँदा नेताहरूलाई अगाडि लिएर गएर, युग सुहाउँदो विकास र सुशासन यो देशलाई दिएरै छाड्ने अठोट भन्ने नै नयाँपन हो। त्यही नयाँपन बोकेर हामी यो मैदानमा आएका हौँ। त्यसैले सरकारले गर्न खोजेको कुरालाई हामीले नसघाएको होइन, रचनात्मक प्रतिपक्षी भनेर हामी संसदमा प्रस्तुत भएका छौँ। मलाई र हाम्रा दलका नेता साथीहरूलाई धेरैले आएर कहिलेकाहीँ भन्नुहुन्छ, यस्तो मौकामा तपाईँहरूले मौकै गुमाउनु हो। सरकारको विरोध गर्न सडकमा जानु पर्थ्यो, अनेक गर्नु पर्थ्यो। त्यो माइती घरमा गएर हजारौँ मान्छे उतारेर लाखौँ मान्छे उतार्यो भने त तपाईँले ल्यायो भने त सबै पल्टिन्छ। आउनुहोस् न आउनुहोस् भनेर मलाई साइकलमा ट्युबमा चाहिँ बच्चामा हामीले पम्प हाल्थ्यौँ, त्यसरी पम्प हाल्नेहरू पनि कमी छैन। पम्प हालेको हाले, आउनुहोस् न आउनुहोस्, तपाईँहरू नआइकन हुन्छ, तपाईँ आए त भन्ने गरी हामी देखेका छौँ। विशेष परिस्थिति बाहेक, अत्यन्त आकस्मिक अवस्थाभन्दा बाहेक हामी तपाईँलाई घरबाट बाहिर निकाल्न चाहदैनौँ। तपाईँ आफ्नो व्यापार, आफ्नो व्यवसाय, आफ्नो खेत, आफ्नो फ्याक्ट्री, आफ्नो विद्यालय, आफ्नो कलेज त्यही व्यस्त हुनुहोस्। हामी गर्छौँ तपाईँका लागि। कसरी गर्छौँ? 5 वर्षमा एकपटक मत हालेर मतपत्रबाट हामी गर्छौँ। त्यति साहस बोकेर आएका छौँ विषम परिस्थिति बाहेक। म त वास्तवमा यस किसिमको सभा भेलाहरू गरेर पनि मान्छेलाई दुःख दिनु हुँदैन भन्ने स्वभावको मान्छे हुँ। तर यहाँ स्याल हुइयाँ पुग्नेहरूले कहिलेकाहीँ सोभिताले यसो गरी रविले उसो गर्यो, डिपीले यसो गर्यो, त्यसले त्यति खायो, त्यसलाई त्यति दियो भनेर स्याल हुइयाँ पुगेर बजार हल्ला गरेका छन् नि। ती बजार हल्लाहरूबाट तपाईँलाई जोगाउन आएका हौँ, तिनको हामीलाई परवाह छैन। ती त कराइरहन्छन्, हिजो पनि कराउँथे, आज पनि कराएका छन्। कहिलेकाहीँ मान्छे भोकले कराउँछ नि, बालबालिकाहरू भोक लागेपछि कति कराउँछन् देख्नु भएको छ नि। तर खाना पाएपछि त बिचरा बच्चाहरू चुप लाग्छन् नि।
यिनीहरू पनि भोका हुन्, तर बालक होइन, वृद्ध बालकहरू हुन्। देशको सम्पत्ति खान नपाएर रोएका हुन्, कराएका हुन्, चिच्याएका हुन्, अरू केही पनि होइन। त्यो स्याल हो, यहाँ त्यही नै हो। मैले त बारम्बार भनेको छु, प्रमाणित गर्नुहोस्, आउनुहोस्, कहाँ बहस गर्ने, जहाँ बहस गर्नको लागि पनि हामी तयार छौँ। तर भनिदिएको भरमा ऊ फरानो युरोपियनले चलाएको रे, इन्डियनले चलाएको रे, अमेरिकनले चलाएको रे भनिदिएको भरमा हुन्छ? आफ्नो दलको कार्यालयमा विदेशी नेताको फोटो र तस्बिर टाँसेर, आफ्नो दलको नाम विदेशी नाममा राखेर, नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएका 101 नेपाल आमाका सुपुत्र सुपुत्री बोकेर नेपाली जनताले बाहेक कसैको चन्दा, कसैको जुठो पिरो नखाने बाचा गरेर हिँडेको पार्टी विदेशीको इसारामा होइन, कसैको इसारामा चल्दैन, कसैको जुठो खाँदैन। पर्याप्त छ। सम्भवतः हाम्रो पार्टी अहिले सबै आफ्ना हिसाब किताबहरूलाई निर्वाचन आयोगमा ठिक समयमा 7 प्रदेशको अडिट रिपोर्ट बुझाउने पहिलो पार्टी हो। देखाओस्, कसैले गरेर देखाओस्। कसैको जुठो चाहिएको छैन। शानले भन्नुहोस्, म राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छे हुँ, म यसको भोटर हुँ, म शुभचिन्तक हुँ, शानले भन्नुहोस्। किनकि हाम्रा कोही मान्छे भ्रष्टाचार गरेर जेल परेका छैनन्, कोही पनि पर्नेवाला पनि छैनन्। त्यसभन्दा अगाडि पार्टीले डाँडो कटाउँछ, हामी चिन्ता नगर्नुहोला। 72 घण्टा त इतिहास भयो, अब 1 घण्टाभित्र 1 मिनटभित्र कारवाही गर्ने विधि लिएर आउँछ, हामी चिन्ता नगर्नुहोला। मलाई थाहा छैन, चिया पसलमा तपाईँसँग गफै नआउने पुराना दलका भोटर शुभचिन्तक साथीहरू कसरी कुन आँटले तपाईँसँग अझ चर्का स्वरमा कुरा गर्नुहुन्छ मलाई थाहा छैन। जसको नेता जेलमा सडिरहेको छ, ऊ चिया पसलमा गफ दिन्छ सुशासनको, कसलाई? हामीलाई। मैले उनीहरूको आलोचना गरेको होइन, तर आफूलाई माया गर्ने बाआमाहरूलाई भ्रम पर्ला। एउटा टप्पर टुइया, एउटा क्यामेरा र माइक पाएर हामीलाई बदनाम गर्नका लागि बिहान उठेदेखि ननिदाउन्सम्म अनवरत प्रयास गर्छ। तर गाउँमा बसेर त्यो मोबाइलमा टिकटक हेर्ने बसेकी वृद्ध बालाई, वृद्ध बाआमालाई के पर्दो होला? ओहो, यस्तो पो रहेछ है रवि त, अमै सविता त यस्तो पो रहेछ है भनेर ती बाआमालाई भ्रम पर्छ, नपरोस् भन्नका लागि तिनको चिन्ता गरेको, यिनको चिन्ता मलाई गर्नु छैन। यिनको चिन्ता त 84मा सबै ठिक हुन्छ, 84 हुन्छ, तर मलाई ती बाआमाको चिन्ता छ। एकछिन भए पनि तिनको आँखाबाट कसै गरी आँसु चुइयो भने हाम्रो लागि कति ननिको हुन्छ होला। म ती बाआमाहरूको चिन्ता गरेर यो कुरा बताइरहेको छु कि बाआमा चिन्ता नगर्नुहोस्, तपाईँले आशीर्वाद दिएको यो शिर कसैसँग झुक्दैन, चिन्तै गर्न पर्दैन। कहीँ कतै छिनाउन तयार छु, झुकाउन तयार छैन, ढुकाउनु होला। हामी जो नेपाली जनताका लागि बिहानदेखि बेलुकासम्म काम गरेर बसिरहेका छौँ, दिनरात मेहनत गरेका छौँ, आफ्नो विशिष्ट आफ्नै पसिनाले आर्जन गरेको विशिष्ट जीवनशैलीले स्वदेश र विदेशमा नाम दाम इज्जत कमाएर बसेका मान्छे हौँ। 36-37 वटा देशले आफ्नो सल्लाहकार बनाएर हात जोडेर रेड कार्पेट छापेर बोलाउने त्यति ठुलो एउटा विशिष्ट क्षमता पाएको डाक्टर स्वर्णिम मुवागले जस्तो नेतालाई एउटा ठुटेले एउटा कुनामा बसेर दलाल भनिदिन्छ। स्वर्णिम मुवागलेलाई कसैको दलाली गर्नुपर्छ? 2 छाक खानका लागि शिशिर खनाललाई कसैको दलाली गर्नुपर्छ? शिशिर खनाल यो देशको एउटै त्यसको गर्व गर्न लायक शिक्षा मन्त्री हो, जसले 20-22 दिनको कार्यकालमा उसले गरेको निर्णयले सम्भवतः नेपालको इतिहासमा पहिलो पटक सेमेस्टर भन्दा पहिला किताब गयो। सेमेस्टर भन्दा पहिला किताब गयो। 30औं वर्ष 32औं वर्ष राजनीति गरेकाहरूले किन पुर्याउन सकेनन्? आफ्नो चुनावी पर्चा त पुर्याउँथे त, किताब किन पुर्याएनन्? शिशिर खनाल 22 दिन मन्त्री हुँदाखेरि विद्यार्थीहरूले पठन पाठनको सामग्री पाए। हामी त्यस्ता साथीहरू लिएर हिँडेका छौँ। सजिलै हिलो छ्यापिदियो। अर्काले मेहनत गरेर आर्जन गरेको, दुःख गरेर आर्जन गरेको थोरै नाम इज्जत र प्रतिष्ठामा एक चिम्टी धुलो, एक मुठी हिलो बोकेर कुनामा बसेर हिलो फ्याल्नेहरूको मलाई चिन्ता छैन। तर त्यसले फ्यालेको हिलो लागेको देखेर कठै मेरो प्यारो छोरो, मेरो छोरी पनि कालो भएछ, यो पनि बिग्रिएछ भनेर बाआमा गाउँमा रुनु होला कि? मलाई ती बाआमाको चिन्ता हो। किनकि मैले उहाँहरूलाई भनेको छु, स्वास्थ्य ठिक राख्नु होला आमा, 4 वर्ष बाँकी छ। तपाईँले आफ्नै आँखाले तपाईँका छोराछोरीहरू, यी सपुतहरू यो देश हाँकिरहेको हेर्नुपर्नेछ। स्वास्थ्य ठिक राख्नु होला, गुलियो पिरो अमिलो नखानु होला भनेर आएको छु। हाम्रो पीरले ती बाआमाहरू बिरामी पर्नुहुन्छ भन्ने मलाई पीर लागेको। स्याल हुइया पिट्नेहरूको मलाई पीर छैन, मलाई चिन्ता छैन। त्यसैले उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामीले हाम्रा सांसदहरूलाई, उहाँहरूका गतिविधिहरूलाई ध्यानपूर्वक हेरेका छौँ। गल्ती गरेँ भने सांसदको कुरा छोड्नुहोस्, म आफै अनुहार देखाउन तपाईँसँग यसरी आउने छैन। म यसै गरी आम सर्वसाधारणको भिडमा
छाती चौडा पारेर शिर ठाडो पारेर जो कोहीसँग पनि आँखामा आँखा जुदाएर जिन्दगीभरि हेर्न चाहने नेता बन्न चाहन्छु। त्योभन्दा ठुलो मेरो माग, त्योभन्दा ठुलो मेरो सपना केही पनि छैन। मैले आफ्ना साथीहरूलाई यही कुरा भनेको छु। आज भर्खरै बिहान एउटा जानकारी मैले सामाजिक सञ्जाल मार्फत भनेको छु, दशैं तिहारमा उपहारको कुरा पनि आउँछ। हामी त्यहाँसम्म सचेत छौँ, हामीलाई उपहार नदिनु होला। उपहार दिनु पनि एक प्रकारको घुस हो। त्यसकारणले परिवार, नितान्त परिवारका सदस्य बाहेक कसैले दिएको उपहार जाँड रक्सी लिनु जरुरी छैन, फिर्ता गरिदिनु चाहिँदैन। आफ्नै क्षमताले आफ्नै घरमा कालो चिया खानुस्, केही फरक पर्दैन। कसैले तपाईँलाई केही नदियोस्, यो कोसिस गर्नु होला। मैले बारम्बार भन्दै आएको छु र मैले सार्वजनिक अपिल गरेको छु। हाम्रा नेताहरू कसरी बाँच्छन्, के गर्छन्, सबैको सम्पत्ति विवरण मैले आफ्नो ड्रयरमा सिलबन्दी राखेको छु। कुनै दिन कसैले आरोप लगाएछ भने सिलबन्दी गरेर राखेको त्यो सम्पत्ति विवरण सार्वजनिक गरिदिनेछु। कसैलाई छुट छैन, हल्लिने छुट छैन। कुनै कुनामा बसेर कसैले दिनभरि जागिर के भने रवि लामिछानेलाई गाली गर्ने, परिचय के भने रवि लामिछानेलाई गाली गर्ने, परिचय के भनेको रासोपालाई मुद्दा हाल्ने। जिन्दगीमा हामीलाई गाली गर्ने, हामीलाई मुद्दा हाल्ने बाहेक अर्को परिचय नबनाएका मान्छेहरूको हुलसँग को तर्सन्छ र? भ्रम नपरोस् भनेर यति कुरा मैले भन्नै पर्ने हुन्छ, भनिरहन्छु। यो 4 वर्ष यो भेला राखेको त्यही भ्रम, त्यही स्याल हुइयाँ पिट्नेहरूलाई तलाउनलाई मात्र हो। नत्र नेपाली जनताले भोट हाल्न तयार भएर बसेका छन्। हामीलाई केही चिन्ता छैन, थाहा छ कसलाई भोट हाल्ने भनेर। झन् यो क्षेत्र नम्बर 2 मा त मैले भन्नै पर्दैन। क्षेत्र नम्बर 2 ले देखाइदिइसकेको छ। कहीँ पनि बाहिरतिर कतै अन्य विभिन्न अझ बदनाम भएका नेतालाई जिताएका आफन्त छन् भने फोनमा कुरा गरेर दशैंमा भन्नुहोस् मजाले, तपाईँले कसलाई जिताउनु भएको? उनले भन्छन् नि मैले फाँडा, हामी त सोभितालाई जिताएको, हामीले त विराजलाई जिताएको, हामीले त शिशिरलाई जिताएको, हामीले हरि ढकाललाई जिताएको, हामीले स्वर्णिम वाग्लेलाई जिताएको, हामीले गणेश पराजुलीलाई जिताएको, हामीले रवि लामिछानेलाई जिताएको। भन्नुहोस्, तपाईँले यदि भनेका भरमा कहीँ पनि कहिले पनि शिर निभाउनु पर्ने छैन। यदि भन्नको लागि मात्र यहाँ आज आएको। दशैं तिहार शुभकामना त यी हाम्रा कुराहरू भइ नै हाले। यी त यो अवसरको सदुपयोग गरेर मैले भनेका कुराहरू नै हुन्। अब एउटा राजनीतिक दलसँग हुनुपर्ने कुराहरू के रहेछन् भनेर हामीले हेर्यौँ। बडो अत्याइको रहेछ। कहाँ हुन्छ पार्टी यसै बन्छ, कहाँ नेता यसै बनिन्छ भनेर भन्नु रहेछ। कसरी बन्दो रहेछ, बडो डर पनि लाग्थ्यो हामीलाई त। यसरी पार्टी नि बन्दैन रे, यसरी नेता नि भइँदैन रे, के चाहिँ गर्नु पर्दो रहेछ भने मैले आलोचनाको लागि भने होइन, आफ्नो कुरा गर्दाखेरि कहिलेकाहीँ उदाहरणमा आइपर्छ त अब गर्ने के। अब बाटो हिँड्दै जाँदा कोही ठोकिन आउँछ त दोष भएन नि त, ठोक्या त होइन, ठोकिन गएको। त्यस कारणले कोही नेता र कोही पार्टीको नाम आउला। तर मैले नाम काटेर आजसम्म चुनावभन्दा अगाडि पछि मैले सञ्चारकर्मी हुँदाको बेग्लै कुरा, मैले कुनै नेताको नाम काटेर मैले आलोचना गरेको मलाई थाहा छैन र म जिन्दगीभरि उहाँहरूको नाम लिएर गर्न पनि चाहन्न, केही जरुरी पनि छैन। तर अहिले अन्य कुनै ठुलो दलको कार्यक्रम यो हुँदो हो भने यतिखेर यहाँ हाम्रा केही नभए पनि कि त जिल्लाका सभापतिको घरतिरको नभए पनि सोभिताजीको घरको राम्रो सोफा यहाँ ट्याक्क ल्याएर राखेको हुन्थ्यो। उहाँको घरको सोफाको मुनतिर पहिलोचोटि सभा हुन्थ्यो होला, फोहोर भर्खर देखिन्थ्यो नि त। किन सोफा पार्टीले लिएर गएछ, लिएर जान राख्नु पर्यो। कहाँ राख्नु पर्यो? यहाँ सभापतिलाई, अध्यक्षलाई राख्नु पर्यो। यतिखेर बल्ल आसन ग्रहण सुरु हुन्थ्यो। अन्तको भयो हाम्रो प्रोग्राम सिद्धिन लागिसक्यो। मैले अलि लामो बोलेर मात्र अघि सिद्धिएर हामी खाना खान गइसकेका हुन्थ्यौँ। आम जनतासँग बस्न हामीलाई के आपत्ति छ? किन चाहियो हामीलाई यहाँ सोफा? रासोपा धनी पार्टी होइन, तर यो सहरमा भएको सबभन्दा राम्रो सोफा ल्याएर राख्न चाहिँ विराजलाई राख्न सक्छ, डिपी अर्याललाई, सोभितालाई राखेर हामी बस्न नसक्ने पार्टी त होइनौ। अब यतिलाई पनि मान्छेले स्टन्ट गर्यो, ओहो देखायो भन्छ। जिन्दगीभरि देखाउँछौँ, ल देखाएकै हो, आजीवन देखाउने, यही देखाउँछ।